नगरपालिका अहिले निकै आक्रमण शैलीमा उत्रिएको देखिएको छ। व्यापार व्यवसायहरूलाई सडक किनारामा सामानहरू नराख्न आग्रह गर्दा गर्दै पनि अट्टर गरेको भन्दै सामानहरू जफत गर्ने काम भइरहेको छ। त्यो नगरपालिकाले अलिकति बजार व्यवस्था गर्नको लागि यो कदम सही हुन सक्छ, तर यहाँ केही दृश्यहरू अलिकति आक्रमण शैली देखिएको छ। व्यवसायीहरूसँग हातपात गर्नेदेखि लिएर हरेक भित्रका सटरका सामानहरू पनि त्यसरी तानिरहेको दृश्यहरू हामी देख्न सक्छौँ। एक जानकारी नगराइकन पूर्व सूचना बिना यसो गर्न नमिल्ने भन्दै केही व्यवसायहरूको गुनासो पनि छ। तर पनि नगरपालिकासँग समन्वय र कुराकानी गर्दा हामीले 4 दिनदेखि अल्टिमेटम दिइरहेको र उहाँहरूले अटेर गरेको भनेर यसलाई जानकारी पनि दिनुभएको छ। केही दृश्यहरू यस्ताहरू छन्। सडकमा यसरी राखेका बाटाहरू राखेका सकेछ। आइसकेको छ है।